वेलकम ब्याक गाइज। आज पनि म हिँडिसकेको छु राइडमा। म चाहिँ रवि पण्डित है, सबैजना केटाहरू रवि है, सबैजना केटा हो ल। मलाई म्यासेज गर है, पोखराको राइडमा जाने हो भने चाहिँ। र म चाहिँ अब पर्सितिर निस्किन्छु होला। मेरो त्यहाँ घरमा चाहिँ अब त्यहाँ तल घर बनाउने काम भइरहेको छ होइन। अब गएर फेरि काम स्टार्ट गर्नुपर्ने हुन्छ। मैले चाहिँ त्यही नै हो, अब काम गएर चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ। अनि त्यो काम सक्ने बित्तिकै चाहिँ म पोखराको राइडमा निस्किन्छु होला। के हुन्छ म सायद अब केटाहरूलाई एकचोटि इन्फर्म गर्छु केटाहरूलाई। र केटाहरू जान्छ भने ठिकै छ, नत्र भाइ एक्लै निस्किनु पर्ने हुन्छ होइन। गाउँदेखि हिचो हेर्नु नि, त्यहाँबाट चाहिँ यस्तो दामी छ कि होइन, यस्तो बवाल देख्छ कि यहाँ चाहिँ भ्यू चाहिँ होइन। पारी पुरै देखिन्छ क्या, बवाल छ क्या। यहाँ माथि यो पुरानो गाउँदेखि चाहिँ पुरै यहाँ तल यो थापाटारसम्म चाहिँ पुरै पिच छ, पिच रहेको छ एकदम बवाल छ। पिच बाटो चाहिँ उड्छ होला है, यही बाइक पनि उड्छ होला। ओ माई गड बवाल। बिस्तारै बिस्तारै त्यति खासै चलाउँदिनँ त म पनि हन्डा साइन, अब कहिले कहिले मात्रै हो होइन। आजभोलि चाहिँ मैले हन्डा साइन नै युज गरिरहेको छु। मेरो बाइक चाहिँ घरमै राखेको छु मैले चाहिँ। राइट, माइलेजको किङ भन्छ क्या अरे। आफ्नो त तेल चाहिँ 220ले भन्दा बढी खाँदो रहेछ यो बाइकले। यसमा चाहिँ कार्बोरेटरमा समस्या रहेछ यो बाइकको चाहिँ। अब यसलाई पनि यसको कार्बोरेटरहरू सबै चेन्ज गर्नुपर्ने हुन्छ। र सायद म पर्सि चाहिँ अब पोखराको राइडमा निस्किन्छौँ होला। ल केटा हो, अब जाने भए चाहिँ मलाई कस्तो डेन्जर कुद्ने रहेछ है बाइक त यार। यहाँलाई चाहिँ थापाटार भनिन्छ यो गाउँलाई चाहिँ, बवाल है। ल गाइस चाहिँ यता तल निस्केर चाहिँ अब खोलाको बाटो हुँदै अनि पारी निस्किन्छौँ। हेरौँ है कस्तो छ। फलो चाहिँ गर्नु पर्यो गाइस, सबैजनाले फलो गर्नु पर्यो है। तपाईँहरूले भिडियो चाहिँ हेर्नु हुँदो रहेछ तर फलो चाहिँ गर्नु हुँदैन रहेछ, सपोर्ट गर्नु पर्यो होइन। अहिलेको चाहिँ मेरो यो आइडी चाहिँ नयाँ आइडी हो होइन, सबैजनाले सपोर्ट गर्नु पर्यो। तर यहाँबाट एउटा पुल हाल्यो भने चाहिँ एकदम बवाल नै हुने हो क्या। अब जस्तै अब पालिकाबाट आउने हो भने चाहिँ अब ठ्याक्कै हिजो जानको लागि चाहिँ एकदम चौटै घुम्नु नपर्ने हो क्या। सर्टकट बाटो चाहिँ यो हुनेछ होइन। जस अब म पालिकामा छु या माथि छु भने अब इचोक जानु पर्यो या थापाटार जानु पर्यो भने त सही हुन्छ त होला। अब हिँडेर पनि एकदम सही हुने बाटो हो नि त यो त। अनि त्यही नै हो गाइस। अब